म भ्रष्टाचार विरोधी मान्छे, परिवारवाद वंशवादको विरुद्धमा लड्ने मान्छे, राजतन्त्रको विरुद्धमा लड्ने मान्छे होइन। हाम्रै रगत पसिनामा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो, समानुपातिक समावेशी आयो होइन। उहाँको त पोजिटिभ चिजै छैन। उहाँको भन्छ अहिले नै 10-15 दिन पहिला उहाँले जुन युवा जेनजीलाई गाली गर्नु, मलाई लाग्छ उहाँको मानसिक सन्तुलन ठिक छैन मेरो बुझाइमा। र उहाँले अझसम्म युवासित जेनजीसित माफी माग्नु भएको छैन। के भन्नुभयो उहाँले भन, रविका छोरा, बालेनका नाति, यो देशका युवा र यो जिल्लाका युवा र यो रौतहट निर्वाचन क्षेत्र नम्बरका युवा न रविका छोरा छन् न बालेनका नाति छन्, तर साँच्चा सिपाही चाहिँ जरुर छन् होइन। उहाँले अपमानजनक गाली गर्नुभयो। त युवालाई गाली चाहिँ होइन, युवाको बुवा आमा, हजुरआमा, हजुरबुवा, दाई भाउजू सबलाई गाली हो। त्यो अपमानको बदला फागुन 21 गतेको चुनावमा ब्यालेटमा घन्टी छापमा मोहर लाएर लिनुपर्छ। अब रौतहट निर्वाचन क्षेत्र नम्बर 3 का आदरणीय जनता जनार्दनसित म भन्न चाहन्छु, हुन त 40 जना उम्मेदवार छन्, तर अहिले 6 जनाको चेहरा छन्। त्यो 6 जनामा मलाई लाग्छ म सबभन्दा इमानदार, देश र जनताको निमित्त निस्वार्थ भावनाले लडेको, सङ्घर्ष गरेको अझसम्म ममा कुनै दाग लागेको छैन होइन। र रौतहट 3 का जनतालाई म भन्न चाहन्छु, सबलाई हेऱ्यौ बार बार, एकचोटि किसानको छोरालाई हेरौ जसले आफ्नो विद्यार्थी जीवनकालदेखि 29 वर्षदेखि म यो सङ्घर्षमा छु होइन। र म तपाईँहरूसित भन्न चाहन्छु, एकचोटि कठरियामा सार्वजनिक बहस होस्, हामी 6 जना उम्मेदवारलाई राख्नुहोस् अनि जनताको बिचमा बहस होस्। त्यसैले अब उहाँ 5 जनालाई त सबैले चिनिराखेका छन् जनताले, रौतहट 3 का जनताले होइन। र यसपालि रौतहट 3 घन्टीमै भएको छ, 1 देखि 4 सम्म घन्टीमै भएको छ, परिवर्तनको लहर छ होइन। त्यसैले रौतहट 3 का जनता जनार्दनलाई, किसान, मजदुर, बुद्धिजीवी, व्यापारी, शिक्षक, पत्रकार, नागरिक समाज सबैसित म अनुरोध गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु, यो नेपालकै 3600 वर्षको इतिहासमा राम्रो मान्छे प्रधानमन्त्री त धेरै भएका पनि छन्, तर बालेन जस्तो दूरगामी सोच वाला मान्छे भएको छैन होइन। धीरजको नाममा भोट नदिए पनि एउटा मधेसका छोरा, धरती पुत्र, फेरि राम्रो मान्छे, काम गर्ने मान्छेलाई काम गर्ने मौका दिनु पर्यो होइन। मलाई संसद बनाउन मत नहाल्नुहोस्, बरु बालेनलाई प्रधानमन्त्री बनाउनको निमित्त घन्टी छापमा मत हाल्नुहोस्, त्यति म भन्न चाहन्छु रौतहट 3 का आदरणीय जनसमुदायसित। घन्टी बजाऊ, देश बचाऊ, चुपचाप घन्टी छाप।